फेरि पनि ई सेवा वालेटले रोजगारीको अवसर चाहिँ सिर्जना गरेको छ है। र यसमा चाहिँ धेरै नै संख्यामा चाहिँ कर्मचारीहरूको आवश्यकता हुने भएकोले तपाईहरु चाहिँ समयमै आफ्नो आवेदन चाहिँ दिने होला। साथै के कुराहरु चाहिन्छ आवेदन दिने बेला अनि कुन पोस्टको लागि छ, कति क्वालिफिकेसन मागेको छ, त्यो सम्पूर्ण कुरा आजको यस भिडियोमा भन्ने छौ। त्यही भएर तपाईहरु ध्यानपूर्वक चाहिँ हेर्नु होला है। सबभन्दा पहिला यो चाहिँ ई सेवा वालेट रहेको छ, जुनमा चाहिँ कर्मचारीको आवश्यकता रहेको छ। जुन यहाँ म्यापमा हेर्दै हुनुहुन्छ यो नक्सामा, यो चाहिँ सबै प्रदेशको छुट्टा छुट्टै कति जनाको कुन प्रदेशमा चाहिँ खोलाएको छ त्यो सम्पूर्ण यहाँ विवरण दिएको छ है। जो चाहिँ सुदूरपश्चिममा चाहिँ 28 जनाको, कर्णालीमा 28 जना, गण्डकीमा पनि 28 जना र बागमतीमा 32 जना, त्यसैगरी कोशीमा पनि 28 जना गरी, लुम्बिनीमा 28 जना र मधेसीमा चाहिँ 28 जनाको माग रहेको छ। अनि पोस्ट पदको कुरा गर्दाखेरि चाहिँ बजार प्रतिनिधिको छ। त्यसैगरी स्थान चाहिँ नेपालभर सबै प्रदेशको 7 वटै प्रदेशको छ, त्यही भएर नेपालभर रहेको छ। र संख्या चाहिँ जम्मा सबै प्रदेश मिलाएर 200 जनाको चाहिँ खुलाएको रहेको छ। अब न्यूनतम शैक्षिक योग्यता +2 रहेको छ, 10+2 12 पास हुनु पर्यो है। अनि धेरै जसो साथीहरूले सोध्ने गर्छ बजार प्रतिनिधिमा के कामहरु गर्नुपर्छ भनेपछि बजारहरुमा मार्केटिङहरु भयो हैन, के कस्तो कसलाई कुन कस्टमरलाई के समस्या भयो गएर बुझ्नु पर्ने हुन्छ है। त्यसलाई भन्छ बजार प्रतिनिधि, मार्केटिङहरु गर्नुपर्ने हुन्छ। साथै अब न्यूनतम शैक्षिक योग्यता भनि नै दिए, +2 पास गरेको हुनु पर्यो जुनसुकै फ्याकल्टीबाट है। अब चाहिँ यसमा आवेदन दिने भने कसरी है, त यहाँ तल हेर्न सक्नुहुन्छ। इच्छुक उम्मेदवारहरूले career@eseva.com.np मार्फत तपाईहरुले आफ्नो CV बनाएर मेल पठाउन सक्नुहुन्छ। जीमेल मेल थाहा हुन्छ, धेरैले थाहा हुँदैन, त्यो त्यसरी मेल पठाएर तपाईहरुले आफ्नो आवेदन दिन सक्नुहुन्छ। अब कुरा रह्यो CV यदि बनाउन आउँदैन भने हाम्रो फेसबुक पेज छ हाम्रै च्यानलको, जुनमा चाहिँ सिंघानिया ई साथी भन्ने फेसबुक पेज छ। त्यसमा चाहिँ कन्ट्याक्ट गरेर तपाईहरुले मिनिमम कोस्ट तिरेर आफ्नो CV चाहिँ अनलाइन मार्फत चाहिँ बनाउन सक्नुहुन्छ। अनि अनलाइन मार्फतै आवेदन पनि दिन सक्नुहुन्छ। यदि आवेदन पनि दिन भएन भने त्यसको पनि केही मिनिमम चार्ज मात्रै लाग्छ। त्यो सिंघानिया ई साथी पेजबाट तपाईको सम्पूर्ण समस्याको चाहिँ सोल्भ गरिदिन्छ है। जुन चाहिँ पेज म एकपल्ट तपाईहरुलाई हेराइरहेको छु, यो स्क्रिनमा हेर्दै हुनुहुन्छ, त्यो चाहिँ हाम्रो फेसबुक पेज रहेको छ। योबाट तपाईको समस्यालाई सोल्भ आउट गरिदिन्छ है। र यहाँ दिएको WhatsApp नम्बर छ, त्यो WhatsApp नम्बरमा कन्ट्याक्ट गर्नु होला। अनि CV बनाएर आवेदन पनि कसरी दिने त्यो सम्पूर्ण कुरा चाहिँ सम्झाइ बुझाइ गरिदिन्छ है। साथीहरु आजको लागि यतिकै, फेरि हामी भेट्ने छौं नेक्स्ट अर्को भिडियोमा।